नमस्कार। आज चाहिँ डोल्पा जिल्ला कैकै गाउँपालिका 8 नम्बर 5 मेरो घर चाहिँ ब्यासी हो। म चाहिँ डोल्पा जिल्लाको युट्युबकार है। अनि मेरो नाम चाहिँ आर्टिस्ट पुचुङ बजी हो। मेरो जुन काम चाहिँ आर्टिस्ट गर्नुहुन्छ अनि आर्टिस्टको सिलसिलामा मैले धेरै वर्ष युट्युबकारको सङ्घर्ष गरेर आज चाहिँ म नहरपानी जुन यो यास्ता पठानमा आएर हाम्रो मेडमसँग बसेर केही कुराकानी गर्न गइरहेको छु। अनि मेरो युट्युब च्यानलमा मेडमसँग चाहिँ हजुरको भन्ने मेरो नाम परिचय दिनु पर्यो नि। मेरो नाम चाहिँ देवी रोकाए अनि मेरो घर चाहिँ त्रिपुरा सुन्दर नगरपालिका वार्ड नम्बर 6 फुलचिङ डोल्पा। धन्यवाद। अनि हजुर चाहिँ गत वर्ष यो नहरपानीमा आउनु भयो कि भएन? योभन्दा अघि सबभन्दा जन्मेदेखि एउटा कुनै लेखमा पनि गएको थिएन। पोहोर साल चाहिँ आएको अनि पहिलोचोटि आएको अनि किरा नै भेटेन। दुई चार दिन मात्रै बसेर जम्मा 5वटा किरा मात्रै गरेर त्यही पनि सबै त्यत्रो रुल्टी काटेको अनि तेरे रासन लिएको सबै केही पैसा कपडा लिएको जुत्ता लिएको सबै हर्के सबसे ढाक्ने चिज भनौँ के त्यो। अनि त्यो नै नउठाएर सबै गइसक्यो। फेरि अहिले पनि रहर लाग्यो, सबै गइहाल्यो। अनि जान्छ अहिले अब सेकेन्डचोटि हो नि त। सेकेन्डचोटि अब अनुभव भएपछि पाउँछ कि भनेर आएको। यो नहरपानी यस्तै रहेछ हजुरको, के एउटा किरा पनि भेटेन। हाम्रो सिस्टरलाई गत वर्ष र यो वर्षको बिचमा चाहिँ कुन वर्ष अलिकति बढी कमाइ भयो? छैन के पोहोर साल 5वटा मात्रै पायो भने अब कति कमाइ भयो हजुर आफै थाप्नु। यसपालि चाहिँ 10वटा भएको छ, जो पोहोर सालभन्दा 5 बढेछ। अहिले चाहिँ कति आज 7 दिन हो नि टिपेको, 7 दिन भयो नि, 7 दिनमा 10वटा मात्रै। धन्यवाद। अनि बिचरा टाढाबाट जुन हुनु त डोल्पा जिल्लाको स्थानीय रहेछ हजुर, अनि टाढाबाट यस्तो पाटनमा 2 दिन गरेर रासन पानी बोकेर आएर धेरै रासन पनि सिध्यो होला। अनि सधैँ चाउचाउ खानुहुन्छ कि अर्ग्यानिक खान्छ? अर्ग्यानिक घरबाट ल्याएको दाल चामलहरू छ अनि त्यो चाहिँ खान्छौँ। अनि दिउँसो चाहिँ नास्ता चाहिँ यो चाउचाउ हामीले आफै त्यहाँ उहाँ सदरमुकामबाट किनेर ल्याएको। अनि यो पनि भ्यायो, सबै भ्यायो। अब भोलि चाहिँ घर जाने छैन। अब यहाँ किन्नलाई पैसा पनि कमाइ भएको छैन। अब कसैले दिँदैन, आमा बा नै छैन दिनलाई। थ्याङ्क यू। हजुरले एकदम मिठो शब्द प्रहार गर्नुभयो। अनि हजुरको जुन यो मिठो शब्दले चाहिँ नि आर्टिस्ट पुचुङ बजीको युट्युब च्यानलमा थोरै बोल्दा मेरो मुटु नै थतर बनायो। किनभने हजुरको मिठो शब्द प्रहार गर्नुभयो। फेरि पनि भेट्दै गरौँला। अनि अन्तिम चरणमा मेरो दर्शकहरूलाई थोरै गीत सुनाइदिनु न प्लिज सिस्टर। गीत गाउनको लागि अब के गीत गाउनु है, गीत खासै त आउँदैन। त्यही पनि ट्राई गर्नु, जस्तो भने पनि हुन्छ। जस्तो भने पनि हुन्छ। के भनिदिने रे दिदी? अब यता देखिया त हुन्थ्यो त यत्रोजना मान्छेहरू है, उता गएर फेरि त्यसो भए म नै सुरु गरौँ होइन? हजुर भन्नु अनि त्यसपछि म पनि भन्छु ल। काली र गण्डकी, काली र गण्डकी, डोल्पालीको यस्तै छ जिन्दगी, गोर्खा मनका माना झप्पै माया लैहाल्यो भने छैन जमाना। थ्याङ्क यू सिस्टर। अब हजुरको पालो भइसक्यो, दर्शकहरूले सुनाउनु पर्यो। अब दर्शक पनि देखाइदिउ न क्यामराम्यानजी। हजुर सर कस्तो सोरे उसले गर्दा भन्दा के यो के अरे चिसोले गर्दा भन्दा भोइसको हल्का यो उसले गर्दा भन्दा के हाइट भएर होला नि त। त्यो नै आउनु न के भोइस बसिसक्यो। अघि त झन् बिरामी भएर हेर्नु त कस्तो झले थिएन। धेरै गफ नगरिकन सोरै आउँदैन कि दिदी, के भयो आज? ल प्लिज प्लिज ल है। कता कता सबैलाई देखेको, सबैलाई देखेको, यसो खोज्न भनेर भेट हुन लेखेको, गोर्खा मनका माना झप्पै माया लैहाल्यो भने नि ठिक छैन जमाना। धन्यवाद। युट्युबरसँग पाटनमा गाउने भो, पाटनमा गाउने भो, हजुरसँग पुरस्कार
100 रुपियाँ पाउने हो गोर्खा मनका माना झप्पै मायालाई हाल्यो भने छैन जमाना। धन्यवाद। फेरि पनि एउटा गाइदिनु प्लिज अन्तिम चोटि पुरस्कार पनि पाउने भयो हजुरलाई धेरै हुँदैन 100 रुपियाँ मात्र हुन्छ हजुरलाई पैसा त लाग्छ नि सबै सबै मात्रै दिनु हुन्न ल थ्याङ्क यू ल थ्याङ्क यू 100 रुपियाँ पुरस्कार थ्याङ्क यू हेर्नु यति धेरै यो पनि धेरै ल मूल्य हो अन्तिम चोटिमा ल दर्शकहरूलाई ल एउटा गीत गाइदिनु त्यस्तो के हो अन्तिम चोटि धेरै ठन्डै छ अब ठिकै छ त पनि आउँदैन। अब हजुरको अहिले सुरुमा हो अब यो भाइरल भएपछि लाखा हुन्छ हजुर घरमै थ्याङ्क यू ल फेरि एउटा गाइदिनु प्लिज